यहाँ लौसी छ। यो लौसी मेरो बुढाले धोएर ठिक्क पारिराख्नु भएको छ। बोक्रा गुदी लौसी गुदी हेलो 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 नमस्कार साथीहरु, वेलकम छ मेरो युट्युब फ्यामिलीलाई। सबैजनालाई आशु गुरुङको युट्युब च्यानलमा सबैजनालाई स्वागत गर्दैछु। आज हिजो मात्रै हाम्रो पुष 15 को दिनमा हाम्रो गुरुङहरूको महान चाड लोसारको पर्वको सबै ठाउँमा लोसारको पर्वहरू मनायो। तर म चाहिँ कतै जान सकिनँ, किनकि मेरो सासु आमा मेरो आमा सबै दुवैजनाको स्वास्थ्य स्थिति अलिक नाजुक भएको अवस्थाले उनीहरूको टेक केयरमै छु म अहिले। दुवैजनालाई एकै ठाउँमा राखेर दुवैजनाको हेरविचार गर्दैछु। अब त्यस्तै म जान नसकिने हजुरहरूले सबैले लोसार राम्रोसँगै मनाउनु भयो होला। देश विदेशमा रहनुभएको सम्पूर्ण मेरो इष्टमित्रहरू, दाजुभाइ, साथीभाइ, दिदीबहिनी, साइनो अनुसारको सम्पूर्णलाई आफन्तजनहरूलाई यो लोसारको उत्तर मङ्गलमा शुभकामना व्यक्त गर्दछु। सबैको नराम्रो गएर राम्रो गर आएर सबैलाई सुख शान्ति समृद्धि छाओस्। सबैको मनले आँटेको ताकेको पुगोस्। कुलपुत्रीले सबैजनाको रक्षा गरोस्। सबैलाई देवदेवताले रक्षा गरोस् भन्ने यो आशु गुरुङको तर्फबाट हजुरहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। साथै म आज के गर्दैछु भने म लौसीको अचार बनाउन गइरहेको छु। लौसीको अचार बनाउन गइरहेको छु। मेरो यो लौसी चाहिँ मेरो दिदी रासा दिदीले दिनुभएको कोर्दे गाउँबाट, मेरो आफ्नै गाउँबाट ल्याएको। के अरे बहिनीलाई लौसीको अचार मिठोसँग खाओस् भनेर दिनुभएछ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो दिदीलाई, आफ्नो बहिनीलाई यति माया गरेर, आफ्नो बहिनी फ्यामिलीलाई माया गरेर लौसी दिनुभएको छ। मिठो गरेर खाऊ भनेर अचार। अब म लौसी बनाउन जाँदैछु, हेर्दै जानु होला। यहाँ लौसी छ। यो लौसी मेरो बुढाले धोएर ठिक्क पारिराख्नु भएको छ। अब चाहिँ यसलाई मैले उमाल्छु। अनि उमालेर अनि लौसी बनाउनुतिर जान्छु। यो अब उमाल्नलाई रेडी भएको छ। यहाँ लौसी उमाल्नलाई रेडी पारेछु, ग्यासमा बसाल्नेछु। अब हेर्दै जानु होला, पाक्छ अहिले एकछिनपछि, 15-20 मिनटपछि पाक्छ होला। बाफ आउँदैछ है, पाक्न आउँदैछ, उम्लेर बाफ आउँदैछ। पटपट्टि फुट्नुपर्छ पाक्नको लागि। त्यो बोक्रा चाहिँ पटपट्टि फुटेर हुनुपर्छ। मेरो लौसीको अचार पटपट्टि फुटेर पाक्यो। अब यसलाई बोक्रा छोराउने यसरी पाक्नुपर्छ। जाडो बेसरी बढेछ, लौसी छोराउँदै छु। अहिले यति छोराउँदैछ। छोराउने काम जारी छँदैछ। ल फाइनली लौसी छोराइसिद्धियो।
लौसीको घेर, गुदी एकातिर, बोक्रा एकातिर। यो बोक्राको नि अचार मिठो हुन्छ। अब अचार बनाउनुतिर लाग्छु। बोक्रा छराएर बोक्रा छुट्याएको छु। यो चाहिँ गुदी, लौसीको गुदी एकातिर, बोक्रा एकातिर। यहाँ मैले कराई बसाली सिद्धेको छु। यो तोरीको तेल हो। यहाँ तोरीको तेलमा हाल्यो भने मिठो हुन्छ। मैले जहिले पनि भेलीमा मात्रै त्यतिकै तेल नहाल्नु गर्थेँ, तर तोरीको तेलमा हाल्दा अझ मिठो हुन्छ भनेर तोरीको तेलमा गर्दैछु। तेल चाहिँ अलि धेरै चाहिन्छ अरे। यो तेललाई चाहिँ बेसरी खराउनु पर्छ। धुवा पुतुत्त आएपछि बल्ल सर्दनहरू हाल्ने। तेल खरिसिदिएको छ साथीहरू। पहिला सुरु मैले मेथी फल पड्काउँछु। ज्वानो मिठी सुर। मेथी अलिक कालो कालो भएपछि मात्रै राख्नु ल। लसुन अदुवाको पेस्ट, मिठा सुप, ज्वानो राखेको सुकेको खुर्सानी,
मसिनो बनाएर मैले राखिदिन्छु। यो मजाले भुटेपछि स्वाद अनुसार नुन पनि अलिकति नुन पनि हल्का छोडिदिन्छु, टेस्टी होस् भनेर। धुलो खुर्सानी, साथीहरू मैले यहाँ भेली चाहिँ यहाँ छुट्टै पकाएर राखेको थिएँ यो भाँडाबाट। यो भेली चाहिँ किनभने मैले यसरी पकाएर छानेर बल्ल उस गर्छ यहाँ, किनभने त्यो बालुवाहरू भेलीमा चाहिँ एकदम बालुवाहरू हुन्छ, किटकिट लाउँछ। त्यही भएर मैले जहिले भने भेलीलाई चाहिँ पहिला अलिकति पानी हालेर पकाउँछु, अनि त्यहाँबाट छानेर बल्ल हाल्छु। जरामा भेली हुन्छ नि त, अनि छानेपछि बल्ल हाल्छु। आदि चाहिँ मैले हाल्ने हालिसिकेँ। यहाँ आदि यहाँ चाहिँ यो चाहिँ बोक्राको लागि हो मैले छुट्याएर राखेको भेली चाहिँ। अब पकाउँदैछु साथीहरू। अब मेरो लौसीको अचार करिब सक्न लाग्छ। कस्तो हुन्छ बास्ना त निकै मिठो आएको छ, मिठो आँखा खानु बास्ना त, तर स्वाद चाहिँ कस्तो हुन्छ साथीहरूलाई। भेलीमा मजाले पकाउनु पर्छ। भेली हाल्यो भने के अरे साथीहरू, सुगरले पनि सुगर भएको मान्छेहरूले पनि खानुहुन्छ अरे। भेली चाहिँ सुगर हुने मान्छेले नै खानुहुन्छ भन्छ, चिनी चाहिँ खान मिल्दैन अरे। त्यही भएर भेलीमा पकाउनु चाहिँ सुगर हुने मान्छेले चाहिँ लौसीको अचार खाँदा राम्रो, स्वास्थ्यलाई पनि राम्रो। दिनमा एउटा घेरा लौसीको अचार खाने, एउटा दुईवटा खाने। सुगर हुने मान्छेलाई नि स्वास्थ्य राम्रो हुन्छ भनाइ छ, डक्टरहरूको भनेर पनि त्यही छ। त्यही भएर मैले जहिले भन्नु भेली हालेर पकाउँछु साथीहरू। एकछिनमा पाएको गुलियो राम्रोसँग हो कि नहालेर फेरि साग्छु कस्तै आउँछु। अन्त गुलियो छ पकाउनु पर्यो। मजाले पकाउनु पर्छ है। साथीहरू मेरो यो लौसीको अचार तयार भएर सिद्धिएको छ। अब यो चिसो भएर डिब्बामा हालेर राख्ने, अनि आफूलाई खानु मन लाग्दा खाने। अनि मेरो छोरीलाई नि पठाउँछु काठमाडौँ। मेरो सासूलाई बेसरी मनपर्छ, सासूको लागि स्पेसल गरेर। सासूलाई चाहिँ लौसीको अचार बेसरी मनपर्छ, सासूलाई खुवाउने मैले लौसीको अचार। ल मेरो चाहिँ अब म फेरि बोक्राको गर्छु है साथीहरू।
साथीहरू अहिले चाहिँ मैले बोक्राको अचार बनाउन लागेको छु। रेसिपी त गुदीको अचारको अघि पहिला कसरी बनाएको थिएँ त्यसरी हो। अब बोक्रा पनि किन खाने, यस्तो पनि मिठो स्वादिलो हुन्छ। खुर्सानी भेली सबै मिलाएर गऱ्यो भने त टक्क एकदम माडाको जस्तो अचार निस्किन्छ। त्यही भएर मैले जहिले पनि ब्रस गरेर एकदम राम्रोसँग धोई पखाली गरेर बोक्राको अचार पनि बनाउँछु। टक्क मिठो हुन्छ स्वादिलो। साथीहरू मेरो के अरे यो बोक्राको अचार पनि पाएको एकदम मिठो हुन्छ, टेस्टी हुन्छ, एकदम माडा जस्तो एकदम हुन्छ। त्यही भएर राम्रोसँग मजाले पखालेर यो बोक्रा पनि ब्रसले गरेर मैलो फालेर पकायो भने एकदम दामी अचार हुन्छ। बोक्रा पनि नखानुहुन्छ साथीहरू तपाईँहरूले। साथीहरू मेरो डिब्बामा अचार राखिसकेको छ, गुदीको अचार राखेको छ, बोक्राको अचार अहिले चिसो बसिरहेको छु। गुदीको अचार यति डिब्बा भयो, बोक्राको अचार अब अहिले चिसो बसिरहेको छु। साथीहरू मेरो लौसीको अचारको रेसिपी यहीँ अन्त हुन्छ। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। टेस्ट पनि मिठो आएको छ, हेर्दा पनि नखाने खाउँ जस्तो। बोक्रा पनि खेर नखानु होला भन्दै सबैजनालाई बाई बाई गर्न चाहे। ल बाई बाई सबैजनालाई धन्यवाद। हेरेर साथ दिनुभएकोमा माया गर्न नभुल्नु होला। बाई बाई।